Hello everyone, welcome back to my vlog. सबैजना सन्चै आर्मी हुनुहुन्छ होला, हामी पनि एकदम सन्चै आर्मी छु। निकै गर्मी भयो है। अहिले हामी चाहिँ त्यही भएर यता खोलातिर जान लाग्यो र पुरानो पौडी खेल्ने ठाउँ थियो। त्यहाँ कस्तो छ अवस्था हेरौँ हैन। पहिला त अति नै बवाल थियो। खोला चाहिँ सानो छ तर खेल्ने ठाउँ चाहिँ दामी थियो के सानो हैन, तर अति बवाल थियो। हेरौँ त्यहाँ के कस्तो भयो। अति नै धेरै भयो नगएको चाहिँ। दियोपाली चाहिँ धेरै भयो क्या, अनि त्यही भएर अनि त्यहाँ जानु लाग्यो। खोला चाहिँ लास्टै धमिला छ तल चाहिँ फेरि, त्यही भएर अहिले चाहिँ हामी त्यो सानो खोलामा जानु लाग्यो। हेरौँ है त्यहाँ के कस्तो छ। खोला चाहिँ अलिक धमिलो छ, हिजो अलिकति पानी परायो क्या, यस्तो आइरहेको छ होइन। त्यही हामी चाहिँ अर्को खोलामा जानु लाग्यो। त्यहाँ के कस्तो छ हेरौँ है त। ल हाम्रो कुखुराहरू चाहिँ यस्तो व्यवस्था भइरहेको छ यहाँ। यत्रो भइसक्यो है, 2 4 5 एउटा चाहिँ नेउरीले लैसकेको छ। 5वटा मात्रै खान्छ, 6वटा थियो। मकै बारी है, त्यो खाने बेला पनि भइसक्यो होइन। हाम्रो चाहिँ अस्ति खाइ पनि सक्यो। तपाईँहरूतिरको चाहिँ के छ होइन। हाम्रोतिर चाहिँ यस्तो भइसकेको छ। जाँदैछु है, डेन्जर घाम छ, पुरा छातो उडेर गइरहेको छ अगाडि। म चाहिँ पछि पछि मस्त गर्मी डेन्जर छ। यो ब्रिज पार गरेर जानुपर्ने थियो होइन। यो खोला चाहिँ सानो छ, हेरौँ माथि चाहिँ के कस्तो छ है त। पानी चाहिँ यो सानो छ, माथि चाहिँ फेरि अलिक खेल्ने ठाउँ चाहिँ राम्रै छ क्या त्यो। है त ल हामी यहाँबाट जाँदैछु, भाइराज र म। के हुन्छ है त। बाटो चाहिँ पुरै जङ्गल भइसक्यो रहेछ होइन नि। यहाँबाट बाटो चाहिँ पुरै ग्रिनेरी छ फेरि, यस्तो बवाल छ है। साढे 11 बजेको 12 बजेको घाम हिँड्नु परेछ। यस्तो बवाल छ नि त बाटो। त्यो चाहिँ फुल जङ्गल भइसकेको छ होइन। हेरौँ त्यो पनि होइन, पहिला आइरहेको ठाउँ हो। माथि के कस्तो छ पहिला त्यसपछि थाहा हुन्छ है त। भाइ पछाडि आइरहेको छ बाटो हेर्नु, बाटै देखेको छैन। फोहोर त यहाँ त खाली झरी भेट्छु, चियानो बनाएको थियो मान्छे। म त यहाँ गाडेको थिएँ, थाहा थिएन हामीलाई फेरि। नेचुरल साउन्ड सुन्नु न गाइस, नेचुरल साउन्ड होइन, बवाल छैन होइन। यस्तो बवाल छ, यस्तो बवाल छ है। अब त हामी पुग्नु लाग्यो माथि नै हो, एकदम नजिक है, एकदम नजिक। थाहा हो धेरै टाढा छैन, अब लगभग पुग्नै लाग्यो हामी। यस्तो बवाल है त यही अब हो नि। कति बवाल छ नि त। खोला मात्रै सानो हो क्या, डर लाग्दो छ त्यो निलो। कति बवाल छ नि है, डेन्जर छ हेर्नु साथी हाम्रो होइन। डेन्जर छ नि त, कस्तो लाग्छ नि नुहान छ है। कति बवाल छ नि यहाँ। पहिला मात्रै यहाँ छुन्नुपर्छ अझै होइन, डेन्जर हुन्छ, खतरा छ है भाइ। अहिले चाहिँ हामी स्विमिङ गर्न रेडी भइरहेको छ होइन। साथीहरूलाई एकदम मिस गरिरहेको छु, पहिला आइरहेको ठाउँ हो नि त। हेरौँ के कस्तो हुन्छ। फर्स्ट टाइम आएको यो वर्षको होइन। अमित सरहरूलाई, पवन सरहरूलाई चाहिँ एकदमै मिस गरिरहेको छु यो ठाउँमा होइन। आनन्द सर भयो, त्यही हो है। गाई केटाहरू चाहिँ अझै आउनु पाएको छैन, भोलि पछितिर मिलाएर आउँछ होला। हामी चाहिँ हामी 2जना मात्रै हेर्न आएको के कस्तो छ भनेर। तर बबालै रहेछ क्या है, हेर्नु है त। ल केटा हो, ल गाइस स्विमिङ हेरेर इन्जोय गर्नु है त। ल
पानी हेर्नु कस्तो सफा छ है कति इन्च भयो ल आम्बो है माछा पनि रहेछ यहाँ देख्न सक्नुहुन्छ होइन गङ्गडा यहाँ माछा पनि रहेछ गाई माछा पनि देख्न सक्नुहुन्छ गङ्गडा छ यहाँ होइन माछा रहेछ त यहाँ भाइले बवाल पारामा खेलिरहेको छ होइन बवाल छैन गाई बप्पाल होइन गाई आम्बो नेचुरल स्विमिङ पुल भन्दा फेरि पर्सनल जस्तो है कति मजा आयो ल भिडियो हेरेर इन्जोय गर्नु है त गाई यहाँ मुनितिर देख्न सक्नुहुन्छ गाई छैन यति डरलाग्दो ठाउँ छ क्या आम्मा हेर्नु आम्मा कस्तो डरलाग्दो छ है ए राम के हो है के को आकार जस्तो देख्छ होइन देख्न सक्नुहुन्छ होइन पानी यस्तो आइरहेछ है नेचुरल बाटोमा के हो यस्तो बगान बगाल छैन त गाई अस्ति बगाएको छ ल जान्छ ल अस्ति डेन्जर छ है यस्तो चाहिँ हेर्न नि गाह्रो हुन्छ कि हाम्रो पानी चुहिरहेछ पुरै पात गरेर होइन के हो माछा जस्तो पनि देख्छ यो त होइन कस्तो डेन्जर छ है भाइले एकदम फुल इन्जोय गरिरहेछ आजको भिडियो चाहिँ यही हुन्छ गाई होइन हेरेर इन्जोय गर्नु होला तपाईँहरूतिर के कस्तो गर्मी छ हाम्रो त्यो चाहिँ अति नै गर्मी छ त्यही भएर हामी चाहिँ स्विमिङ गर्न आएको ठुलोमा चाहिँ अलिकति डर पनि हुन्छ होइन बगाउने यहाँ चाहिँ त्यस्तो साह्रै डर पनि छैन बगाउने भनेर होइन त्यही भएर चाहिँ हामी यहाँ आएको अति रमाइलो छ जे होस् होइन केटाहरू चाहिँ एकदम मिस गरिरहेको छ जे होस् हामी दुईजना मात्रै भयो नि त त्यही भएर है
कस्तो मिठो है आमामा भ्यू हेर्नु न गाइस यस्तो घाम लागिरहेको छ फेरि माथि होइन ग्रिनेरी हेर्नु पुरै ग्रिनेरी छ है खोला चाहिँ सानो छ फेरि तर अति इन्जोय ठाउँ छ क्या हेर्नु चाहिँ देख्नु सक्नुहुन्छ भाइले लास्ट इन्जोय गरिरहेको छ अति बवाल छैन गाइस यस्तो डर लाग्दो चिज पनि फेरि गङ्गटाको खुट्टाहरूलाई है देख्नु सक्नुहुन्छ होइन डेन्जर चिज छैन त खतरा खतरा चिज पाउँछ नि फेरि बवाल चिज बगाएर ल्याएर के हो यो है ढुङ्गा हो कि काठ जस्तो पनि छ फेरि कस्तो बवाल छ इन्जोय त गाइस आम्बो के बगाएर ल्याएर छ होइन पुरै सर्वस्तो छ यिनीहरू फेरि हेर्दा नि घाउलाग्दो शिवजीको लिङ्गबाट पानी झरे जस्तो होइन दुध दिए जस्तो के हो कि सोच्दै कस्तो डर लागेको होइन है भाइले अति नै इन्जोय गरिरहेको छ यहाँ हाम्रो त्यतिको यो ग्रिनेरी भएर नि अति नै मजा आइरहेको छ है हेर्न पनि थुप्रै रमाइलो भइरहेको छ हाम्रो त्यतिको ल अब चाहिँ अति नै इन्जोय भयो बिस्तारै फर्किन्छ होला हामी होइन एकछिन खोलेर त्यही हो है त्यो गाडी चाहिँ पुगिसक्यो भाइ चाहिँ अझै इन्जोय गरिरहेको छ पछाडि होइन अति मजा आइदियो छ यस्तो घाममा होइन यतिको स्विमिङ गर्ने ठाउँ पायो भने त फेरि के चाहियो र होइन त्योभन्दा अति रमाइलो भयो दुईजना भए पनि अति नै इन्जोय भयो त्यही हो साथीहरू है भिडियोमा नयाँ हुनुहुन्छ भने त्यही हो साथीहरू च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला माया देखाइदिनु होला है त त्यही हो भिडियो धेरै पछि एकदमै लामो समयपछि दिइरहेको छ है त्यही हो अब कहिले कामसाम हुन्छ है त्यस्तो पनि होइन त्यही भएर पनि त्यस्तो हुन्छ कन्टिन्यू दिन पाइरहेको छैन तै पनि हजुरहरूले यस्तो माया दिइराख्नु भएको छैन खुसी लाग्छ है तपाईँहरूलाई भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नु होला होइन त्यही हो के कस्तो सुधार गर्नुपर्ने कुराहरू त धेरै छ तैपनि अझै पनि दियो अलिकति आफूले सक्दो बेस्ट चाहिँ दिने कोसिस गरिरहेको छु त्यही हो साथीहरू है तर साथीहरू हामी चाहिँ अब लाग्छु यहाँबाट धेरै खेल्नु पनि भएन फेरि त्यस्तो लाग्छ हल्का रोमाइलो अति दामी फुलिरहेको छ है केको फुल हो यो कस्तो बवाल फुलिरहेको छ ए आमा कस्तो किरहेको छ हौ यहाँभित्र बुढै बनाएको छ यसले कस्तो बनाएर आउँछ है माथिबाट यस्तो दामी के हो यस्तो चित्र जस्तो बनेर आउँछ नि त होइन आफै नेचुरल पर्नु क्या बवाल छ नि त आफै बनेर आउँछ नि त कसैले बनाइराख्नु पर्दैन अति बवाल छ अति नै इन्जोय भयो ल भिडियो के कस्तो लाग्यो होइन साथीहरू कमेन्ट गर्नु पर्यो धानको बिउ राखिसकेको छ धानको बिउ राखिसकेको छ क्या यत्रो उम्रिसकेको छ यत्रो उम्रिसकेको बवाल मजा आयो तिमीलाई इन्जोय भयो फर्स्ट टाइम है तिम्रो त अब आउँदै गर्नुपर्छ बिस्तारै ब्रिज बवाल छैन फेरि लोकल ब्रिज